आज चाहिँ अब घर लिप्ने हो। ल उठ, ल बाउ बाहिर छ, बाउ बाहिर छ, बाहिर उठ उठ तिमी, ल जाऊ तिमी बाहिर जा। अब यहाँ सयो ल ल ल अब यस्तो यहाँबाट लिप्दै 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 सारा हुनुसम्म जाने खाली गर्दैछ। बेबीले मलाई हेल्प गर्ने भने ल पहिला म लिपेको देखाउ त ल। यस्तो गरेर छ त तिमी छ कपडा खोल्नु ल कृष्ण तिमी बाहिर जाऊ त छ तिमी म पहिला म यहाँ लिप हेर पहिला यस्तो गर्छु यस्तो गरेर लिप्ने अलि यो पातलो भएछ क्या पातलो भए जस्तो छ बेबी। हेलो ममले यहाँ लिप्न लानु छ अरू कहाँ लिपेको सबै देखाउँ न यहाँ अरू यहाँ नि लिप्नु छ हामीले यहाँ लिप्दैछौँ यहाँ लिप्दैछौँ सरसफाइ लिप्दै सुरुमा यहाँबाट लिप्दै 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 यहाँ नआइसक्यो। के गरे बेबी सेतो देखाएर बेबी सेतो देखाएर सेतो देखेछ देखेछ देखा सेतो कहाँ सेतो अलिअलि त देखिन्छ मम्मी हजुर यहाँ त उल्टो भयो कस्तो उल्टो भयो यता देखायो यहाँ उल्टो हो का यस्तो मुखी भनेको तिमीलाई फेरि कस्तो हजुरले आफै दिनु भएको थियो त मम्मी न यसरी गर ल देखाउ त कहाँ लिपेको यहाँ भरि लिप्नु छ मम्मीले मम्मी लिप्दै हुनुहुन्छ लिपेको देखाउ यहाँ मम्मीले लिप्न लाग्यो म यहाँ मिलाएर लाग्यो मम्मीलाई हेल्प गरेको होइन बेबीले ठुला त सानो हेल्प गर्छिन् बेबीले त फेरि हामीलाई पनि सधैँ बेबीमा त कति छ काम कति आज बेबी आउन पाउँदैन ल सबै ल होइन बेबी आमा त्यहाँ हुनुहुन्छ ल यहाँ भयो यो के हो यहाँ अब यहाँ यस्तो गर्ने यो हो होइन यस्तो गरेर त लिपिसकेको गाह्रो छ यो कालो छ अब यो कालोलाई फेरि सफा गर्ने वहाँबाट लिप्दै 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 यहाँ यो पनि भ्याइयो अब यतातिर साइडमा छ बेबीले मलाई हेल्प गरेको ओके धन्यवाद अनि भुइँमा नि लिप्न छ यहाँ भुइँमा छ सफा गर्दैछ यस्तै छ के गरे ढक्कनको डिब्बा त्यो तेरो यो यही चाहिन्छ यस्तो चाहिन्छ होला नि यस्तो चम्चा राख्ने निन्जा टेक्निक चाहिन्छ कि चाहिन्छ सब सफा गर्दैछ छोरी यो भागमा छ अझ यो गर्नु के गर्छ छोरी ए सबै राख त
निसित अनि मैले यो उसहरु नि साथ मैले यहाँ तल बस्छु के लिप्नु थाहा छ मलाई त दिबारसित माथि हाल न यो कता हो यहाँको सामान राख्छु के सिसार अलि थोरै रहेछन् सिसार अलि थोरै रहेछन् भनेको डुब्बा त कति थाहा छ 1 2 3 4 चारवटा त 1 लिटरको 1 2 3 4 5 6 6वटा छ यो 7 7 छ होला र म एकछिन पछि गर्छु ल टक्क लाएर सफा के गरे लिप पोत गरियो फाइनली सकियो अनि त्यस पछाडि सकेर रेस्ट गरेको लुगा धोए ब्ल्याङ्केट र उस दुईटा कपडा धोए अनि हात दुखेर रेस्ट गरे चटपट गरेर खाएको चिया गरेर खाएँ एकछिन रेस्ट गर्छु र फेरि अरू के गर्ने यस्तै छ केटाकेटीले मोबाइल हेरेर देख म अब एकछिन पछि जान्छु ल बारीतिर अनि त्यस पछाडि फेरि देखाउँछु आमा 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 उहाँ हुनुहुन्छ मेरो सासू मम अर्थात् आमा आमा अस्ति त हजुर र बागको त उतिखेर आउनु तातोको ढिलो आउनुभयो मैले फानेको नि पारी गोठौली कस्तो भएको छ पुरो झार पुरै झार भइकन आज त मैले एक डोको त घाँस काटेँ अरू एक भारी जति त मैले फानेर फालेको नि त त्यही भएर ढिलो भएको त्यही भएर ढिलो भएको म त छिटो नि मिठो घाँस टिपेको त नमिठो छ फालेको सबै फानेर फालेको बाटो नि नहिँड्नु भएको त्यही भएर ढिलो आएको यस्तो छ अब यस पछाडि के गर्ने म फेरि भिडियोमा देखाउँछु कस्तो भएको त नि मैले लिपेको राम्रो भएको छ घाँस चाहिँ यो 2 महिना 2.5 महिनामा लिप्थे नसके त्यसो कालै गराउने बस्दै गरेको हो ब्ल्याक कलर लाग्यो भने चाहिँ छोराछोरीले यिनीहरूले सबैमा बाख्लो गरा हुआ त ओ याद छ ल के आज बाबाले मछली लिएर आउनु भयो मछली के अरे फिस हन्टिङमा जानुभएको क्या बाबाले बाबा फिस हन्टिङ हेर भित्र जाला फेरि लाउ लाउ यहाँ खै बेबी कता गयो गडेउला रहेछ पुरै त्यहाँभित्र जाला बाबा यता लाउ यो गडेउला रहेछ सबै गडेउला अनि गङ्गटन रहेछ है बाबा गङ्गटन हात थियो अरे ल हेर ओह त्यहाँ ल ल आऊ हेर्ने दादाजी आज फिस हन्टिङमा गएर यहाँ ल हेर माछा त उका जिउँदै छ माछा त फेरि इका माछा देखाइदिन्छ गङ्गटा मछली मछली जल्की ल के ल ल माछा हो आमा यसको एक्टिङ हेर्न आउनु के आमा कता जानु भयो के नि गर्दै
छैन कि यो त दादाजीले गङ्गताल मारिसक्नु भएको त्यो किरा हो के दादाजीले क्या मारेर ल्याउनु भयो यसले टोक्छ अनि यहाँ सफेरी मछली यो त कति ठुलो छ हैन गर गङ्गत होइन अर्को मछली 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 ल त्यभित्र च्याप्पै समात के केही गर्दैन यहाँ ल यहाँ ल ल छप्ली खेल कति ठुलो रहेछ गङ्गटाले छोप्छु ल टोक्दैन यसले त्यो त मरेछ क्या टोक्दैन क्या माछाले पनि तोक्छ र अनि यो मरेछ झिक्नु त ल माछा सबै मरेछ दादाजी